साथीहरूलाई म आज यो सूत्र सिस्टममा चेक प्रिन्ट सेटिङ कसरी गर्ने भन्ने विषयमा थोरै जानकारी दिन गइरहेको छु। त्यसका लागि तपाईहरुले आफूले प्रयोग गरिरहेको ब्राउजरबाट सूत्र खोल्न सक्नुहुन्छ। त्यसमा तपाईको युजर आइडी पासवर्ड हालेर तपाई लगइन गर्नुहुन्छ। यो तपाईहरुलाई जानकारी भएकै कुरा हो। हामी चेक प्रिन्टिङ सेटिङको लागि विनियोजन खर्चमा गएर यसको सेटअप बक्स सेटअप जुन मेनु छ सेटअपबाट हामी चेक प्रिन्ट सेटिङ भन्ने अप्सनमा जान्छौं र यसमा हामीले प्राय जसो यो दुवैतिर बोर्डर नभएको अर्धगट्टीवाला चेक प्रिन्ट गर्ने हाम्रो यो गाउँपालिका तहमा स्थानीय तहहरुमा प्रयोग हुने यसको लागि हाम्रो साइजहरु विभिन्न साइजहरु छन्। यसमा तपाईहरु देख्न सक्नुहुन्छ। यी साइजहरु चाहिँ हामीले अर्धकट्टी नभएको चेकमा प्रयोग गर्ने साइजहरु हुन् र यसमा हामी तलको अर्धकट्टीका लागि भन्नेवाला अप्सन चाहिँ भर्दैनौं। त्योभन्दा माथिको चाहिँ साइजहरु यसरी सिरियल वाइज 13 250 12 122 8 201 21 101 28 90 32 212 हुँदै यसरी रहन्छ। यो जानकारी स्थानीय तहमा काम गर्ने सम्पूर्ण साथीहरुको लागि उपयोगी छ लेखका साथीहरुलाई। र यस्तै नयाँ थप भिडियोहरुको लागि सूत्रको चाहिँ केही जानकारीको लागि कमेन्ट गर्नुहोला। साथीहरुलाई म केही जानकारी थप जानकारी दिन सक्नेछु। हस्त धन्यवाद।